कस्ता चाहियो तपाईँलाई? लुट्ने चाहियो? घरभित्र चाहिँ जो बङ्कर बनाएर पैसा राख्नेहरू जस्तो चाहियो कि के चाहियो? कि आफूले आफ्नो सम्पत्ति दान गर्ने चाहियो? हामी रगत दिन तयार छौँ काङ्ग्रेसलाई। मेरो यस्तो सुन्दर पार्टी, तपाईँहरू यार यस्तो हल्का कुरा गर्नुहुन्छ अरे। यस्तो मेरो सुन्दर पार्टी जहाँ बिपी कोइरालाको पसिना गएको छ, हजारौँ लाखौँ शहीदहरूको रगत गएको छ होइन, त्यसरी रगत र पसिनाबाट सिन्चित गणेश मानजीहरूको सुवर्ण शमशेरजीहरूको रगत र पसिनाबाट सिन्चित यो पार्टी, त्यो पार्टीको म कार्यकर्ता, जहाँ म देशको काङ्ग्रेस पार्टीको इतिहासमा सबभन्दा हाइएस्ट मत ल्याएर जनताले मलाई पठाएको, अनि म काङ्ग्रेस पार्टी भन्दा बाहिर सोध्छु होला? तपाईँले यसो भनिरहँदा सुनिल शर्मा चर्चा बटुल्नका लागि जनताले जे रुचाउँछन् त्यही बोल्छन्, स्टोरी गर्छन्, उनी व्यापारी हुन्, नेता होइन भन्छन् काङ्ग्रेस। यसो ट्रम्प के हो? अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प के हो? उनको पनि ब्याकग्राउन्ड त व्यापार, बिजनेस छैन? अनि हामी जस्ता बिजनेस त के भिखारीले चलाउनु पर्छ? अब ल्याउन त अघि बिहान मैले बोके हाम्रो के पुल अरे पर मनोहरा पुल कि कुनबाट, त्यो पुलबाट ल्याएको चाहिँ हाम्रो राई दाइलाई दिउँ न त, चलाउँछ त देश? चलाउँदैन नि त। हामी जस्ता बुद्धि भएकाहरू जोसँग भिजन छ, मिनबहादुर गुरुङ ल्याएर दिनुहोस् अर्थ मन्त्रालय, देश बनाइन्छन्। मिनबहादुर गुरुङका घर आगो लाउने होइन, तपाईँको भाटबुटिनी जलाउने होइन, हजारौँ भाटबुटिनीहरू जन्माउने। अझ मिनबहादुर जस्ता मान्छेहरूलाई त जाऊ भाइ तिमी चाहिँ भारतमा गएर, चाइनामा गएर ठुल्ठुला होइन वलमार्टहरू जस्तो ठुल्ठुला वलमार्टलाई टक्राप दिने चाहिँ संस्थाहरू खोल्नुहोस्, हामी राज्यले तपाईँलाई ब्याकअप दिन्छौँ भन्नुपर्छ त, के होइन? हाम्रो मानसिकतामा समस्या भयो के? यहाँ धनी हुनु भनेको सामन्त भयो। अनि राजनीति गर्न जाने जति जम्मै लुटेर फटा एसएलसीमा 3rd डिभिजन पास गरेका त्यस्ता मात्रै जानुपर्ने, अनि पढालेखा मान्छे जान्नु पर्ने, बुझ्ने मान्छे जान्नु नहुने दिउँ त्यसो भए सबै त्यसो डनर ल्याएर दिउँ नि त। माथि त्यो के अरे चाहिँ हाम्रो रिहाब सेन्टरहरूमा पाइछन् अलिअलि भित्ति, तिनलाई लगेर दिउँ, भइगयो त। किन चाहियो हामी जस्ता मान्छे? देशलाई दिन्छु, जनतालाई दिन्छु, कार्यकर्तालाई दिन्छु, लिन्छु होइन दिन्छु, अनवरत सेवा गर्छु हे प्रभु तपाईँहरूको भन्ने मान्छे चाहिएन भने त लुटेर आएर दिउँ। यहाँले निकै गम्भीर कुरा गर्नुभएको छ। अब तपाईँले परिकल्पना गरेको काङ्ग्रेस कस्तो काङ्ग्रेस बनाउनुहुन्छ? तपाईँ नेतृत्वमा जाँदा हुने काङ्ग्रेस चाहिँ कस्तो हो बताइदिनुहोस्। सुन्नुहोस्, म धेरै हावा कुरा गर्दिनँ होइन। आजै एकै रातमा म पदाधिकारी भइहाल्दाखेरि पनि यो काङ्ग्रेस पार्टीलाई मैले आमूल परिवर्तन गर्न सक्छु भनेर मैले सोचेको त छु, तर मलाई विश्वास छैन मैले गर्न सक्छु भन्ने। यो चाहिँ सेक्सपियरले भनेको छ क्या, देयर इज लङ वे टु गो इन लाइफ भनेको छ क्या। जीवनमा धेरै टाढासम्म जानु छ, बाटो लामो छ भनेको छ क्या। मलाई पनि त्यो चाहिँ टाइम लाग्न सक्छ है। म त मूल नेतृत्वमा हुन्न नि, मूल नेतृत्वमा भयो भने अहिले हेरौँ न हाम्रो गगनजीहरूको विश्वजीहरूको हालत, केन्द्रीय कमिटीमा मान्छे नभएपछि के हुँदो रहेछ भनेपछि मेजोरिटी सहितको मूल नेतृत्वमा जुन दिन म पुग्छु यो पार्टीलाई म बनाउँछु, यो मलाई आँट्छ, यो मलाई आँट्छ।